एकातिर नोक्सानी छ, अर्कातिर नाफा भनिया छ। यसको तथ्य के हो? डेडिकेटेड लाइनका कुराहरू थिए, ट्रङ्क लाइनका कुरा थिए, महसुल उठाउन सकिया छैन भन्ने प्रसङ्गमा कुरा राखिसकिसकेपछि हामीहरूले अलिकति मसिनै गरेर अध्ययन गर्ने काम भयो। म संक्षिप्तमा निवेदन गर्न चाहन्छु, मैले समयको पाबन्दी पनि बुझेँ। अहिले म निवेदन गर्न चाहन्छु, हामी खालि 7.5 महिना जति भयो सरकारमा बसेको, जनताका निराशाका कुरा गऱ्यौँ। मान्यज्यूहरू आफैले प्रश्न गर्नुभयो, आफैले उत्तर पनि दिनुभएको छ। 7.5 महिना यता बस्दा फरक हुने, 7.5 महिना उता बस्दाखेरि फरक हुने भन्ने रहन्न। चमत्कार त गर्न सकिँदैन 7.5 महिना, तर यथार्थ के हो भन्ने कुरा चाहिँ भन्न सकिन्छ। यथार्थ कुरा चाहिँ आत्मसात गर्नुपर्छ र यथार्थ हामी सबैले भनिदियौँ भने जनताले पनि त्यही बुझ्ने हो। त्यसो भयो भने यो निराशा भनिएको, आलोचना भएका कुराहरू चाहिँ हामीहरूले सुनिरहनु पर्दैन भन्ने म विश्वास राख्न चाहन्छु। विद्युत प्राधिकरणमा अस्ति भर्खरै म एकजना मान्यज्यूको नामै पनि कोड गर्न फरक पर्दैन भन्ने मलाई लाग्छ। प्रतिपक्षमा हुनुहुन्छ अहिले मान्य अमरनाथ मोदी। केही महिना अगाडि सरकारमा रहँदै विद्युत प्राधिकरणका एमडी सबभन्दा भ्रष्ट हुन् भन्नुभयो। अस्ति भर्खरै संसदमै के भन्यो? यो रेकर्डको कुरा, उहाँको कुरा है, यो मेरो कुरा होइन। उहाँ आफै के भन्दै हुनुहुन्छ? अब उज्यालोको नायक बन्न थाल्नुभयो। यस्तै यस्तै थुप्रै प्रश्नहरू सुनिसकेपछि, उत्तरहरू सुनिसकेपछि मैले यसमा अध्ययन गर्दा के पाएको भने, पाएको कुरा मात्रै निवेदन गर्न खोजेको मैले खालि। हामीसँग 3500 मेगावाट विद्युत छ। बर्खायाममा 1000 मेगावाटको हाराहारीमा, हिउँदमा 1000 मेगावाटको हाराहारीमा आउँछ। 3500 मेगावाट विद्युत हुँदा पनि हामीले उद्योग धन्दाहरूलाई राम्ररी रातिको विद्युत दिन सकिराखेको अवस्था छैन। त 3500 मेगावाटमा विद्युत प्राधिकरणले जो सरकारको 100% लगानी छ, त्यसले 700 मेगावाट मात्रै उत्पादन गरेका छ। त 2800 मेगावाट निजी क्षेत्रले उत्पादन गरेका छ। अहिले हामीलाई बत्ती पुगेको छैन, लोड सेडिङ छ। हिजो पनि थियो, आज पनि छ। हामीले लोड सेडिङ छैन भनेर घोषणा गर्दै गर्दा पनि लोड सेडिङ थियो, छ। म दाबीका साथ भन्न सक्छु। खालि के गरिएको थियो भने घरमा बत्ती दिने काम गरिएको थियो, उद्योग धन्दातिर कटौती गरिएको थियो। आज पनि त्यही छ। अहिले भर्खरै म यहाँ बसेर कुरा गर्दै गर्दा 830 मेगावाट विद्युत भारतबाट आयात भइराखेको छ। अहिले भर्खरै हामीसँग पुग नपुग 1000 मेगावाट विद्युत छ। अहिले साँझमा अब लोड सेडिङ घरमै पनि हुने अवस्था छ। त्यसो भएको कारणले एउटा निजी क्षेत्र, एउटा भारतबाट आयात गरेको, र यसले गर्दा हाम्रो केही लोड सेडिङ हट्या जस्तो अनुभूति भएको छ। त्यस कारणले उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ, जसले उत्पादन गरेका छ, जसले हाम्रो आवश्यकता परिपूर्ति गरिदिएको छ। त्यता गरौँ न भन्ने निवेदन गर्न मात्रै चाहेको, यो यथार्थ हो। र अहिले यहाँको आम्दानी एकदम नाफाजनक छ, यति अर्ब चाहिँ आम्दानी छ भनेर दाबी गरिराखेको कुरा, म बोर्डकै अध्यक्ष भएका कारणले यहाँ डिडिए गरौँ न त के हो त? प्रश्न त बाजियो नि त। बाहिर मान्छेको बुझाइ एक छ, विद्वानहरूको एक छ। महालेखा भन्छ 2.5 खर्ब घाटा छ। प्रतिवेदन भने मैले भने होइन, यो फेरि महालेखाको, हजुरहरू सबैले हेर्न सक्नुहुन्छ। अनि यता प्राधिकरण नाफा छ भनिन्छ। त यो होइन है, सत्यता छैन है यसमा। अझ डिडिए गरेर प्रश्न भनौँ न जनतालाई भन्ने कोसिस मात्रै गरे मैले। त्यसो भएका कारणले अहिले पनि, आजै पनि, हिजो पनि एउटा समाचार सम्प्रेषण भएको छ, हजुरहरूले हेर्नुभयो होला। एउटा कम्पनीले काम गरेको चमेलियामा 85 करोड रुपियाँ प्राप्त गर्नुपर्ने थियो। न्यायाधिकरणले यो पैसा तिर भनेर छिनोफानो गरिदियो। नतिरेका कारणले 1.59 करोड रुपियाँ पुग्यो। ब्याज, पेनाल्टी के ला सम्मानित अदालतले
मुद्दा गएपछि सम्मानित अदालतले निर्णय गर्यो प्राधिकरणको सबै खाताहरू रोका गरेको रहेछ। अस्तिको दिन मात्र म बोर्डको बैठक बोलाएँ, त्यो कुरा भन्दै भनिँदैन, थाहै छैन, मन्त्रालय बेखबर छ, मन्त्रालयमा कुनै कागजातै छैनन्। त्यो कुरा यो सरकारको 100% स्वामित्व भएको कम्पनीको प्राधिकरणको सबै कागजातहरू मन्त्रालयमा हुनुपर्छ, यो कागजात दिनुपर्छ भनेर लिखित पठाइयो। त्यही मागे मात्रै हो, कसैका प्रति मलाई केही भन्नु छैन। तर दायित्वमा छु, पार्टीले सरकारमा पठाएछ, जनताले मान्य बनाएर पठाएछ, मेरो दायित्व बन्छ नि त यथार्थ कुरा बाहिर ल्याइदिने। यसमा सुधार गर्न सकिन्छ, यो मुख्य आधार हो मैले पेश गरिराखेको छ। तर यथार्थ कुरा भन्दै पनि यथार्थ कुरा हो कि होइन भन्ने कुरातिर खोजी छानबिन गर्न नचाहेर आरोप प्रत्यारोपमा मान्यज्यूहरू नै लाग्दाखेरि जनताले चाहिँ बाँकी के बुझ्ने होला भन्ने चिन्ता मात्रै लागेको। यसका कुरा त गर्दै गरौँला। मैले खालि आज राष्ट्रिय सभामा सम्मानित सदनमा आइसकिसकेपछि र केही मान्यज्यूहरूले पनि फेरि अलि प्रश्न पारिदिनु न भनेका कारणले मैले संक्षिप्त कुरा मात्रै गर्न चाहेको। म धेरै कुरा यस पछाडि छानबिन गरेर म सम्मानित सदनमा फेरि पूर्ण डिटेल भनिदिने गरीको आउने कुरा अनुरोध गर्दै, यो व्यथिति रोक्न सबैको दायित्व हो, यो भगवान कोही हुन्नन्। नेपाल सरकारले हिजो अवैध रूपमा सिन्धुपाल्चोकका कुसाङ लामा ड्राइभरले हाकेको एउटा ट्रकबाट 25 करोड नेपाली रुपियाँ युरो र डलर गरेर अवैध रकम समात्न सफल भएकोमा म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। यस्ता घटनामा बारम्बार प्रयोग हुने, कहिले सुन तस्करीका रूपमा, कहिले डलर तस्करीका रूपमा प्रयोग हुने, ड्राइभर र भरियालाई समाउने, अरूलाई त्यसपछि जो धनी छ त्यसका रूपमा नपुग्ने, यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग पनि गर्न चाहन्छु। कहिले 18 किलो, कहिले 33 किलो सुनका नाउँमा यसै गरी विभिन्न ड्राइभर र भरियाहरूलाई पक्रिने र मालिकसँग नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो। अहिले पनि सरकार फेरि त्यसै गरी डिपसम्म, अन्तिमसम्म नपुगेर यिनै भरिया र ड्राइभरहरूलाई मात्र समातेर मेन नाइकेहरूलाई समात्न सफल भन भने फेरि आँखामा छारो हाले जस्तो देखिन पुग्छ सभामुख महोदयले। त्यसैले सरकार यस्ता तस्करहरूका नाइकेहरूसँग पुगोस्, जुन तहको भए पनि त्यसलाई कारबाहीको दायरामा ल्याओस् भनेर अनुरोध गर्न चाहन्छु सभामुख महोदय। यस्ता घटना विगतमा पनि भएका र जनमानसमा निराशा पैदा भइरहेको बेलामा सरकार अहिले तस्कर र भ्रष्टाचारीहरूलाई तलाउन तयार छ भन्ने सन्देश दिएको छ। त्यसका लागि पनि म वर्तमान सरकारलाई धन्यवाद दिन चाहन्छु। गत सोमबार राति 11 बजे काठमाडौँ जिल्लाको टोखा नगरपालिका 2 झोरबाट नेपाल प्रहरीले अहिलेसम्मकै सबभन्दा धेरै ठुलो अवैध रकम सहित एउटा गाडी बरामद गरेको छ। डलर र युरो गरेर करिब 25 करोड बराबरको नगद, अवैध नगद बरामद भएको समाचारहरू बाहिर आएका छन्। यो घटनाले सिँगै देशलाई एउटा हिसाबले तरङ्गित पनि बनाइरहेको छ। हामी प्रतिपक्षले यो सरकार सुशासनका प्रति इमान्दार छैन र यो सरकारका प्रति आशंका छ भनेर हामी चिन्ता व्यक्त गरिरहेकै थियौँ र छौँ। र यो घटनाले के देखिन्छ भने सङ्गठित अपराध र तस्करीको जालो कुन स्तरमा सङ्गठित भएर झाँगिरहेको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ। त्यसैले म यो घटनाका प्रति हाम्रो दल नेकपा माओवादी केन्द्रका तर्फबाट गम्भीरतापूर्वक ध्यान आकर्षण भएको कुरा सम्मानित सदन र सामान्य सभामुख मार्फत नेपाल सरकारका प्रति चिन्ता जाहेर गर्दछौँ। यो यति ठुलो मात्राको तस्करीको घटना चाहिँ उपल्लो तहको कनेक्सन नभइकन सम्भव छैन। त्यसैले हामी गम्भीरतापूर्वक यी घटनाहरूका बारेमा छानबिन गर्न, अनुसन्धान गर्नका निमित्त जोरदार रूपमा माग गर्न चाहन्छौँ। सम्माननीय सभामुख महोदय, अहिलेसम्म यस्ता प्रकृतिका घटनाहरू यसमा संलग्न रहेका भरियाहरू, ड्राइभरहरू मात्रै पक्राउ पर्दछन्
केही समय ठुल्ठुला समाचारहरू बन्दछन् र निश्चित समय पछाडि यो झिसमिस हुने सामान्य रूपमा जाने गरेको छ। हिजो भर्खर नेपाल प्रहरीले राजस्व अनुसन्धान विभागमा म्याद थप्नका लागि र फाइल बुझाएको छ। राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा तहत छ। त्यसैले म सम्माननीय सभामुख मार्फत हाम्रो दलका तर्फबाट यस घटनाका बारेमा विशेष प्रकारको एउटा छानबिन समिति निर्माण गरियोस् र यो घटनामा संलग्न रहेका जोसुकै उच्च तहका नेता कर्मचारी कुन नहुन् तिनलाई कानुनी दायरामा ल्याउनका लागि जोरदार रूपमा माग गर्न चाहन्छु। देशैभरि उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्थाहरूमा यति बेला सोभी चुनावको ताण्डव चलेको छ। युवा विद्यार्थीहरूको काटाकाट गरिरहेका छन्, टाउको फोराफोर चलिरहेको छ। दर्जनौँ क्याम्पसहरू तालाबन्दी भएको छ। भौतिक संरचना तोडफोड गरी व्यापक क्षति पुर्याइएको छ। विद्यार्थी सङ्गठनका माउ पार्टीहरू च्यासलबाट, सानेपाबाट, पेरिस डाँडाबाट विद्यार्थीलाई लडाउँदै भिडाउँदै उक्साउँदै गरिराखेका छन्। सम्माननीय सभामुख महोदय, युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिँदैछन्। सम्माननीय सभामुख महोदय, शैक्षिक क्यालेन्डरको हालत के छ? 4 वर्षको कोर्सलाई 7 वर्षसम्म लागेको जग जाहेर छ। यो चुनाव सकिए पछाडि अझै रोचक घटनाहरू शैक्षिक संस्थामा हुन्छ। सम्माननीय सभामुख महोदय, त्यो भनेको सोभियु जिते पश्चात आफ्नो दलमा आबद्ध यदि क्याम्पस प्रमुख छैन भने उसका राजीनामा मागेर अनेक हत्कण्डासँग शैक्षिक संस्था फेरि बन्द गरिन्छ। अर्को हुन्छ सम्माननीय सभामुख महोदय, शैक्षिक संस्थाभित्र भएका भौतिक संरचना निर्माणमा अनुचित लाभका लागि गजबसँग रोचकसँग हस्तक्षेप गरिन्छ। सम्माननीय सभामुख महोदय, सञ्चालक समिति बन्दै गर्दा शैक्षिक संस्थाहरूको त्यहाँ हस्तक्षेप गरिन्छ। सोभियु छात्रवृत्ति कोषको दुरुपयोग गरिन्छ। सम्माननीय सभामुख महोदय, दलीयकरण गर्नका लागि बनाइएका भातृ सङ्गठनहरू कसरी दुरुपयोग गरिएको छ, युवालाई कसरी भिडाइएको छ, इतिहास साक्षी छ। सम्माननीय सभामुख महोदय, दलीयकरणको अर्को उदाहरण र नमुना प्रस्तुत गर्न चाहन्छु। देशैभरिका सङ्घ संस्थाहरू वन उपभोक्ता समिति, स्कुल सञ्चालक समिति, खानेपानी उपभोग समिति सञ्चालक समितिहरू वडाध्यक्ष नपाएका आफ्ना पार्टीका सदस्यलाई त्यहाँ पुर्याइन्छ। मेयरको टिकट नपाएकाहरूलाई ठ्याक्कै वन त भन्सार जस्तै छ क्यारे। अनि जिल्ला स्तरीय पार्टीको संयन्त्रले वन माओवादीलाई, स्कुल काङ्ग्रेसलाई, खानेपानी एमालेलाई मजासँग भागभण्डा हुने गरेको छ। कतिसम्म त तराईको जिल्लामा स्कुल सञ्चालक समिति बन्दा गोली चले आइन। मैले अर्को समाचार नै सुनेको थिएँ, घाटसम्म नि पुगेछ। घाट व्यवस्थापन समिति बन्दा नि लुछाचुडी चल्या छ अरे अहिले त। रोचक कुरा यो किन होला? यो के कारणले होला? किनकि यसै गरी दलीयकरण गरेर आफ्ना कार्यकर्ताहरूलाई तत्त संस्थामा राखे पश्चात केन्द्रीय राजनीतिमा हुने बेइमानी लुकाउन पाइन्छ। सरकार सञ्चालनका बखत आफ्नो असक्षमता ढाकछोप गर्न पाइन्छ। भ्रष्टाचारका काण्डहरू थामथुम पार्न पाइन्छ। अनि सरकार सञ्चालनमा मन लाग्दी गर्न पाइन्छ। किनकि तल्लो स्तरमा कार्यकर्तालाई यसरी भर्ती गरे पश्चात बोल्न कोही बोल्दैन। अरू के पाइन्छ? संवैधानिक नियुक्ति जथाभावी गर्न पाइन्छ। नियामक नियुक्ति मनलाग्दी गर्न पाइन्छ। आयोग र राजदूत नियुक्तिमा सेटिङ गर्न पाइन्छ। किनकि तलका कार्यकर्ता बोल्दैनन्, जसलाई सङ्घ संस्थामा आबद्ध गरिया छ। सम्माननीय सभामुख महोदय, स्थानीय निकायमा हुने 51% भ्रष्टाचार, त्यो भ्रष्टाचारको भण्डाफोर किन भइराखेको छैन? यही दलीयकरणका कारण, भातृ सङ्गठनका कारण र ती भातृ सङ्गठनहरूको ढाकछोपका कारणले गर्दा स्थानीय निकायको भ्रष्टाचारका मुद्दाहरू ओझेलमा परेका छन्। सम्माननीय सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ सङ्गठन छैन, बनाउँदैन, नबनाउने नीति छ। यसको मतलब तपाईहरूको भातृ सङ्गठनले गरेको यो अराजकताको भण्डाफोर राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ। सम्माननीय सभामुख महोदय, देशैभरिका आम नागरिक, आम दाजुभाइ दिदीबहिनीहरूलाई म आह्वान गर्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको दलीयकरण विरुद्धको भण्डाफोर अभियानमा
तपाईँहरूले साथ दिनको लागि हार्दिक अपिल गर्न चाहन्छु। साथै सिंहदरबारको झ्यालैबाट त्यो ताण्डव मचिएका कलेजहरू देखिन्छ, तालाबन्दी भएका कलेजहरू देखिन्छ, विद्यार्थी काटाकाट गरिएको कलेजहरू देखिन्छ। यो सरकार सञ्चालकहरू, यो सरकारका गृहमन्त्री, शिक्षा मन्त्रीले के देख्नु भएको छैन अथवा व्यवस्था गर्नु भएको छ। म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, शिक्षा मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। तालाबन्दी भएका कलेजहरू तुरुन्तै खोलियोस्, तुरुन्तै खोल्ने पहल गरियोस्। शैक्षिक क्षेत्रको यो वितण्डा अन्त्य गरियोस्। सरकारले शिक्षा क्षेत्रलाई कहिले सिरियसली लिँदै लिएन। हिजो समितिमा बस्दै गर्दाखेरि शिक्षा मन्त्रीज्यूले एसई को यो मध्य प्रदेशको सबै टेक केयर भइसक्यो भनेर हामीलाई आश्वस्त गर्नुभयो। त्यही समय प्रदेशका मुख्यमन्त्रीले यो एसई परीक्षामा हामीले टेक केयर गर्न सक्दैनौँ भनेर छोडे। बुझ्दै जाँदाखेरि त गृहमन्त्रीज्यूले सिडिओहरूलाई, मुख्यमन्त्रीज्यूको गजबको आइडिया थियो, केन्द्राध्यक्षहरू गोल प्रथाबाट गरौँ, एसईलाई राम्ररी गरौँ भनेर, त्यसमा केही सपोर्ट गरिएन। हुन त 2-4 वटा आँप खसेर केही हुँदैन भन्ने प्रधानमन्त्रीज्यू, हालका प्रधानमन्त्रीज्यू, तर गृहमन्त्रीज्यूलाई के भएको, यसमा म उहाँको गम्भीर जवाफ चाहन्छु। र दोस्रो, सोबियुको नाममा जुन दलहरूको यो ताण्डव भइरहेछ विश्वविद्यालयहरूमा, के गर्नुभएको, आफ्नो गुट उपगुटलाई बचाउन, कोही सभापति बन्न, कोही महामन्त्री बन्न, कोही अध्यक्ष बन्न, यसरी विद्यार्थीहरूको दुरुपयोग भइरहेछ। सभामुख महोदय, विश्वविद्यालयहरूमा तालाबन्दी छ, त्यसले गर्दाखेरि 1 महिना भयो विद्यार्थीहरूले राम्ररी पढ्न नपाएको। विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गर्न एकले अर्कालाई, शिक्षा मन्त्रीले गृहमन्त्रीलाई, गृहमन्त्रीले शिक्षा मन्त्रीलाई देखाउने होइन। म यसमा प्रधानमन्त्रीजीको ध्यानाकर्षण पनि गराउँछु र भन्छु, विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गरियोस्। होइन भने यहाँ एउटा रेस्लिङ म्याच खेल्नको लागि लायोस्, विद्यार्थीहरूको टाउको फुटाउने होइन, आफ्नै टाउको फुटाएर कुन गुट बलियो डिटर्मिन गर्नुहोस्।